रवि लामिछाने विरुद्धको मुद्दाले लियो गम्भीर मोड। जसले उजुरी दिएको भनियो उसैद्वारा अस्वीकार भएपछि मच्चियो तहल्का। सहकारी ठगी सम्बन्धी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध दर्ता भएको मुद्दा एकपछि अर्को खुलासाले थप विवादास्पद बन्दै गएको छ। उजुरीकर्ताको रूपमा नाम सार्वजनिक गरिएका व्यक्तिहरू आफैले नै उजुरी दिएको थिएनौ भनेपछि प्रहरीको अनुसन्धानमाथि गम्भीर प्रश्न उठेको छ। वैशाख 16 मा प्रहरीद्वारा प्रस्तुत गरिएको पूरक जाहेरीमा 7 जनाको नाम उल्लेख गरिएको थियो। तीमध्ये पहिलो नाममा रहेका नारायण पहराईले आफूले कुनै व्यक्ति विरुद्ध उजुरी नदिएको, केवल आफ्नो बचत फिर्ता माग्ने निवेदन दिएको बताएका छन्। त्यसपछि वैशाख 27 मा उजुरीकर्ताको सूचीमा नाम परेकी गीता आचार्यले पनि यस्तै दाबी गरेकी छिन्। गीताले सामाजिक सञ्जालमा लेखेकी छिन्, मैले केही दैनिक बचत गरेकी थिएँ, त्यसैले रकम फिर्ता मागेको थिएँ, तर कसैको नाम दिएर उजुरी दिएको होइन। मलाई कुनै औपचारिक जानकारी आएको छैन, तर मेरो नाम उजुरीकर्ताको सूचीमा कसरी पर्यो? नारायण पहराईले पनि खुलस्त भनेका छन्, रवि विरुद्ध मैले केही भनिन, न उजुरी दिए, तर मेरो नाम सूचीमा राखियो। यो कस्तो अन्याय हो? यी खुलासाले प्रहरीको तर्फबाट उजुरी संकलनको प्रक्रिया, प्रमाण संकलनको विश्वसनीयता र समग्र मुद्दाको वैधानिकतामाथि गहिरो प्रश्न उठाएका छन्। अब स्वतःस्फूर्त रूपमा उभिनु पर्ने प्रश्न हो, जब उजुरीकर्ताहरू आफैले उजुरी दिएको अस्वीकार गर्छन् भने मुद्दा कुन आधारमा दर्ता गरियो? प्रहरी प्रशासन भने आफ्नो धारणा राख्न हिचकिचाइरहेको देखिन्छ। इलाका प्रहरी कार्यालय बुटौलका हालका प्रमुख डीएसपी इन्द्रबहादुर राणाले भने 1-2 जनाले फिर्ता लिँदैमा मुद्दा प्रभावित हुँदैन, म आउनु अघिको मुद्दा हो, अहिले बुझ्दैछु, तर घटनाक्रमको गहिराई हेर्दा यो सामान्य प्रशासनिक प्रक्रिया जस्तो देखिँदैन। रासपाका नेता कार्यकर्ताहरूले खुलेरै आरोप लगाएका छन्, रविलाई फसाउने नियोजित प्रयास अन्तर्गत नक्कली उजुरीकर्ता खडा गरेर मुद्दा दर्ता गरिएको हो। उनीहरूले यो प्रकरणमा राजनीतिक हस्तक्षेप भएको संकेत पनि गरेका छन्। उच्च राजनीतिक हस्तक्षेपकै कारण प्रहरी प्रशासनले उनीहरूको नाम बिना सहमति प्रयोग गरेर गम्भीर कानुनी दुष्कर्म गरेको प्रश्न हुन्छ। यसबारे प्रश्न हुन अब रूपन्देहीका तत्कालीन प्रहरी अधिकारी उप छानबिन अनिवार्य देखिएको छ। जसले उजुरी दिएको भनियो उसैले अस्वीकार गरेपछि यो मुद्दा केवल कानुनी होइन, नैतिक र राजनीतिक विमर्शको केन्द्र बनेको छ। रवि लामिछाने माथिको मुद्दा कतिको वैध छ भन्ने प्रश्न आज सर्वत्र उठेको छ, सडकदेखि सदनसम्म। यदि यस्तै उजुरीमाथि मुद्दा चलाउन पाइने हो भने भोलि कसैलाई पनि कुनै आधार बिना फसाउने बाटो खुल्ला हुन सक्छ। रासपाले सुरुदेखि नै सभापति लामिछाने माथि प्रतिशोध साधिएको बताउँदै आएको छ। सहकारी ठगी अभियोगमा रासपा सभापति रवि लामिछाने यति बेला पूर्वपक्षका लागि थुनामा छन्। उच्च अदालत तुलसीपुर बुटौल इजलासले 22 चैतको बेलुका 8 बजे रविलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यस लगत्तै उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान